आमा कति हो हजुर कतिमा बेच्नु भएको मैले 100 रुपैयाँ एउटा थप यहाँ त यो ठाउँलाई के भन्छ टौध होइन धेरैले बेचिराख्नु भएको रहेछ है यहाँ त 12 जना 22 जना ए त्यही त यसरी यहाँ मेहनत गरिराख्नु भएको रहेछ सबैले हजुरले किन यसरी बेचिराख्नु भएको अब काम गर्न सकिनँ बाबु आँखा राम्रो देख्दिनँ म खेतबारीको काम गर्थेँ परपरा चाहिँ म पैसा दिएर बसेन ए भएन उनीहरू चाहिँ धेरै भयो अनि म पछाडि परेँ त्यही भएर ए कतिको कमाउनुहुन्छ यसरी अब कतिजनाले किन्नुहुन्छ अब यहाँ 8 बजेदेखि बस्यो अहिले बुनी गर्न सकेन 4 गुरु पाइसक्नु भयो ए कोहीले नि किनेन किनेर यो बिचमा छु त्यो आमाकै किनिसक्यो 500,000 ए पैसा किनिसक्यो होइन हजुर किने छैन कसैको कसैले किनेन बाबु मेरो मलाई यो 70 मा दिन सक्नुहुन्छ हजुर 70 मा एउटा हाल्छु भने भाइलाई दिन्छु हामी घाटा खाएर नि दिन्छौँ बाबु हो 70 मा दिन्छु म त हो एउटा भाइहरूले अब त्यस्तो ल यस्तो गर्नु ल यो 1 2 3 4 5 वटा गरिनु मलाई हुन्छ कति 5 वटा कति भयो ल भन्नु तपाईँ भन्नु 5 वटा 6 वटाको 500 मा दिन्छु 6 वटाको 500 अब एउटा ल 6 वटाको 500 गरिनु तपाईलाई हैन मलाई ल हुन्छ 6 वटाको 500 ल प्याक गरिदिनु 6 वटाको 500 भयो हैन दिनुस् हजुरलाई ल धेरै धेरै अनि धन्यवाद के गर्नुहुन्छ 500 को मलाई यो के पनि चाहिएन मलाई के पनि चाहिएन ल है मलाई के पनि चाहिएन किन नचाहिने म सानो एउटा मात्र दिन्न यो सानो एउटा मात्र माछाले सानो एउटा हजुरको लागि एउटा ल्याइदिएको छु ल बाबु किन यस्तो चिसोको लागि एउटा सानो हजुरको त हजुरलाई हुन्छ यहाँ बेच्ने बेला हजुरलाई चिसो होला होइन यस्तो सानो मेरो तर्फबाट मेहनत गरेर बेचिराख्नु भएको छ राम्रो लाग्यो हजुरलाई यो मलाई केही पनि चाहिएन म सानो एउटा मात्र लिन्छु है त खुसी लाग्यो हजुरलाई असाध्यै खुसी लाग्यो नागराजाले तपाईँ धेरै 500 रुपियाँ धेरै त होइन तर के गर्नुहुन्छ हामीलाई त यही नि हजुर के 500 भयो नि दिनभरिमा बेच्न सक्दैन बस्या मेहनत हाम्रो त तपाईले बोनी पनि गरिदियो होइन बोनी नि गर्दियो त्यही भएर बोनीको लागि सानो एउटा लिदिए ल धेरै धेरै धन्यवाद 500 रुपियाँ ठुलो रकम त होइन त्यही पनि मेरो तर्फबाट चाहिने हो बाबु हामीलाई मेरो तर्फबाट तपाईलाई त भएन छ हामीलाई त धेरै रकम धेरै तपाईलाई धेरै हामीलाई खुसी लाग्यो अब ल तपाईलाई धर्म लाओस् हस् त्यसो जान्छु धन्यवाद हामी आशीर्वाद धेरै धेरै लाओस् हामीलाई तपाईले ल यो माछालाई ल यो माछाहरूलाई दिइदिउँ न त यहाँ खै आएन त यहाँतिर आएन त यहाँतिर माछाहरू किन नआएको नि हजुर ढिला आउँछ आयो ल ठ्याक्कै आयो ठ्याक्कै ल आएन त ठिक छ आउँछ होला है ढिला आउँछ ऊ त्यहाँतिर पो आयो त यहाँतिर आएन नि ऊ आयो 14 मा ल हजुर मेहनत गर्दै गर्नु है हामी जान्छु धन्यवाद है